आज मेरो आँखाले गाउँको आँगनलाई अन्तिम पटक हेर्दै थियो। आमा ढोकामा उभिनु भएको थियो। बुबा मौन भएर आकाशतिर हेर्दै हुनुहुन्थ्यो। दिदीबहिनीको आँखामा आँसु, साथीहरूको ओठमा रोकिएको मुस्कान, सबै मिलेर एउटा चित्र बनेको थियो जसलाई म बोकेर टाढा जानु पर्दै थियो। परदेश शब्दमा सानो तर अर्थमा संसारभरि ठुलो। मायालु घर, बाल्यकालका सम्झना, धुलो माटोको गन्ध, सबै छाडेर टाढा अज्ञात भूमिमा हिँड्नुपर्ने बाटोमा म निस्किँदै थिएँ। आमाले मेरो हात समाएर भन्नुभयो, बाबु, तिमीलाई पठाउन मन छैन, तर यहाँको माटोले पेट भर्दैन। त्यहाँ गएर जे गर्नु परे गर, तर आफ्नो इमान कहिले नबेच्नु। म आँसु रोक्न खोज्दै थिएँ, तर आमाको शब्दले मेरो छातीभित्र आधी मच्चाइरहेको थियो। बुबाले ढल्किँदै भन्नुभयो, हामी बुढाबुढीलाई सन्तानको साथभन्दा ठूलो कुनै सम्पत्ति छैन, तर तिम्रो भविष्यका लागि हामीले यो पीडा सहनै पर्छ। उनको आवाज काँपेको थियो, तर आँखामा बल थियो। मैले टाउको झुकाएँ, तर मेरो मुटुभित्र चिरा परेको थियो। बसको झ्यालबाट हेर्दा गाउँको डाँडा टाढिँदै गयो। हरियो बगैँचा, पाखामा घाँस काट्दै गरेकी दिदी, नदी किनारमा खेलिरहेका साथीहरू सबै छाया झैँ टाढिँदै हराउँदै गए। विमानस्थलमा पुगेपछि परदेशको नाम सुनिदा मेरो शरीर चिसो भयो। कतार, मलेसिया, दुबई, यी शब्दहरू हाम्रो गाउँमा सपनाको प्रतीक थिए, तर मलाई लागिरहेको थियो यी सपनाभित्र कति आँसु लुकेका होलान्। विमानमा बस्दा मेरो छेउका सबै मान्छेका आँखामा एकै किसिमको पीडा थियो। कसैको आमा सम्झना, कसैको श्रीमतीको अनुहार, कसैको बच्चाको रोदन, सबैको मुटु एउटै तराजुमा भारी भएर उडिरहेको थियो। आकाशले टाढा लैजाँदै थियो, तर मेरो मन गाउँको पिपलको चौतारीमै बाँधिएको थियो। म सोच्थेँ, के म फर्केर फेरि त्यही ठाउँमा त्यति नै खुसी साथ बस्न पाउने छु? तर नियति भने मलाई अज्ञात दिशामा धकेल्दै थियो। बिदाई यो शब्दले मेरो जीवनको सबैभन्दा ठूलो घाउ दिएको छ। परदेश जानु भनेको केवल पैसाको लागि मात्र होइन। आफ्नो आत्माको टुक्रा घरमै छोडेर शून्य बोकेर हिँड्नु पनि रहेछ। विमानको ढोका खोलिँदा तातो हावाले मलाई प्रहार गर्यो। गाउँको चिसो पवन सम्झदा यो परदेशको घाम मेरो छालामा जलिरहेको आगो झैँ लाग्यो। भाषा नबुझिने, मुहार अनौठा, कसैसँग कुरा गर्न खोज्दा शब्दहरूले साथ दिन मान्दैनथे। म जस्तो गाउँको केटा पहिलो पटक ठूलो सहरमा सासारै अपरिचित देखिँदै थियो। एजेन्टको हातमा कागज थियो। त्यो कागजमै मेरो भविष्य लेखिएको थियो। काम कठोर छ तर तलब राम्रै छ भन्दै उसले मलाई एक अजनबी मालिकको हातमा थमायो। मालिकको कठोर आँखाले मेरो मूल्य तौलिरहेको थियो, मानौ म कुनै वस्तु हुँ। पहिलो दिनको काम, सिमेन्ट बोकेर घाममा उभिनु, पसिना नदकी बगिरह्यो, शरीर काँपिरहेको थियो, तर मालिकको आवाज चर्को थियो, छिटो, अल्छी नगर्नु। म सोच्थेँ, घरमा त आमा कहिल्यै यसरी चर्किनु भएको थिएन, तर यहाँ त अजनबीको चिच्याहट मेरो भाग्य बनेको थियो। साँझमा कोठामा फर्किँदा न स्विटको साजसज्जा थियो, न आरामको ओछ्यान। 4-5 जना मजदुर एकै कोठामा, पंखा घुमिरहेको तर गर्मी नहट्ने, सबैका अनुहारमा थकान, तर सबैको आँखामा एउटै सपना, घर फर्केर परिवारलाई खुसी बनाउने। मैले झोलाबाट निकालेँ आमाले दिएको टिका र एउटा पुरानो फोटो, जहाँ आमा, बुवा, दिदी र बहिनी मेरो छेउमा हाँसिरहेका थिए। त्यो फोटो हेर्दा मेरो आँखा रसायो, आवाज काँप्यो र मनले भन्यो, के म तिमीहरूलाई फेरि त्यसरी नै देख्न पाउनेछु? रात आयो तर निन्द्रा आएन। छतमा टल्किरहेको पंखाको आवाज मेरो आँसु जस्तै दोहोरिँदै गुन्जिरहेको थियो। मनमा प्रश्नहरू घुमिरहे। के यो सङ्घर्ष साँच्चै फल दिनेछ? के परिवार
मेरो पर्खाइमा आज पनि उस्तै रहन्छ। कहिलेकाहीँ साथीहरूसँग कुरा हुन्थ्यो, कसैको घरमा ऋण थियो, कसैले छोराछोरीको लागि परदेश आएको, कसैले बुढा आमा बुबाको लागि पसिना बगाइरहेको। सबैको कथा एउटै थियो, आशा नामको डोरीमा टाँसिएको पीडाको भारी। तर त्यो पहिलो दिनले मलाई एउटा सत्य सिकायो, परदेश भनेको सपना पूरा गर्ने ठाउँ मात्र होइन, आँसु र पसिनाले भरिएको अदृश्य कारागार पनि हो। र जब म निदाउन खोज्थेँ, मनभित्र आवाज आउँथ्यो, हिम्मत गर्नु, आमाको आँसु सम्झनु, बाबुको शब्द सम्झनु, यो पीडा सहेरै तिमीले परिवारको उज्यालो भविष्य बनाउनु पर्छ। दिनहरू महिनामा बदलिन्थे, महिनाहरू वर्षमा, तर मेरो जीवन सधैँ एउटै चक्रमा अड्किएको, काम, पसिना, थकान र सासको तीतो याद। घाममा जल्ने हात अब कठोर भइसकेका छन्, पहिले जस्तै नरम छैनन्, न त त्यो उत्साह नै बाँकी छ। तर यी कठोर हातमा आमा बुवाको सपना टाँसिएको छ, दिदी बहिनीको भविष्य झुन्डिएको छ। हरेक महिना तलब आउँछ, तर त्यो मेरो लागि होइन। एउटा भाग ऋण तिर्न, एउटा भाग बहिनीको पढाइमा, एउटा भाग घर बनाउन। मेरो हिस्सा भने सस्तो खाना, सस्तो ओछ्यान र सपना मात्र। फोनको घन्टी बज्दा मेरो मुटु जोडसँग धड्किन्छ। छोराले फोन गर्यो भनेर आमाले छेउमा राख्नु भएको त्यो पुरानो मोबाइलमा मेरो आवाज सुन्ने बित्तिकै आमा रुनुहुन्छ। उनको आँसु मलाई यहाँको मरुभूमि भन्दा तातो लाग्छ। खानपिन राम्ररी गर्नु है भन्ने सधैँको वाक्य सुन्दा मलाई अझै ठुलो भोक लाग्छ, माया र स्नेहको। कहिलेकाहीँ बहिनीले पनि बोल्छे, दाइ म पास भएँ, अब +2 पढ्नुपर्छ। उसको हर्षित स्वर सुन्दा म आँसु पुज्छु, तर उत्तर दिन्छु, पढ, म तेरो लागि रात दिन पसिना बगाउँछु। दिदीको विवाह भयो, तर म फोटो मात्र हेरेँ। भिडियो कलमा उसको आँसु स्क्रिनमै अड्किएको थियो। भाइ, तिमी नभएको खालीपन कसरी बताऊ? उसको स्वरले मलाई चिर्थ्यो, तर म फेरि पनि भने, म घर आउँछु चाँडै। तर त्यो चाँडै वर्षौंमा बदलियो। काम भने उस्तै, मालिकको कठोर शब्द, घामको तातो प्रहार र शरीरभरि पसिना। तर भित्रको पीडा त्यसभन्दा पनि गहिरो। कसैसँग भन्न सकिँदैन, कसैले बुझ्दैन, सबैले आफ्नो बोझो बोकेको छ। रातमा साथीहरू रमाउँछन्, गीत गाउँछन्, तर मेरो स्वर आफ्नै मनभित्र अड्किन्छ। मैले लेखेका कविताहरू कागजमै सीमित हुन्छन्, किनभने सुनिदिने कोही छैन। कहिलेकाहीँ म पत्र लेख्छु, आमा म ठिक छु, यहाँ धेरै तातो छ, तर तिमीहरूको सम्झनाले मलाई चिसो हावा दिन्छ। तर त्यो पत्र कागजमा मात्रै बाँच्छ, किनभने पठाउने समय कहिले आउँदैन। वर्षौंको सङ्घर्षले मेरो अनुहार छिट्टै बुढो बनाएको छ। दर्पणमा हेर्दा आफ्नै पहिचान हराएको जस्तो लाग्छ। तर जब आँखामा आमाको मुस्कान झल्किन्छ, त्यो थकान फेरि हराउँछ। परदेशले मलाई सिकायो, खुसी किनेर ल्याउन सकिन्न। यो यात्रामा पैसा मात्र होइन, मनको शून्य पनि जम्मा हुन्छ। तर अझै पनि एउटै विश्वासले म बाँचिरहेको छु, एक दिन म फर्किनेछु। घरको आँगनमा आमाको माया र बुबाको आशीर्वाद फेरि पाउनेछु। वर्षौं बिते, मेरा पाइला अझै पनि यसै मरुभूमिभित्र अड्किएका छन्। तर मनको गहिराईमा एकै सपना बाँचेको छ, एक दिन
म फर्कने छु आमा बुबाको काखमा गाउँको माटोमा। अब पैसाले थोरै थोरै ऋण मेटिएको छ। घरको छानो टिनले ढाकिएको छ। बहिनीको पढाइ अघि बढेको छ। दिदीको बिहा सकिएको छ। तर अझै बुबाको आँखामा मेरो अभाव छ। आमाको निधारमा मेरो टाउको टेकिएको छैन। फोनमा आमा भन्छन्, छोरा अब कहिले फर्कने? मेरो मुख चुप हुन्छ, तर मनभित्र आधी चल्छ। आमाको स्वरले मेरो हृदय भत्काउँछ, तर म हिम्मत गरेर भनिदिन्छु, छिटै आमा, छिटै। त्यो छिटै भने वर्षौंमा हराएर आमाको आँखामा आशा मात्र बाँकी रहन्छ। परदेशको जीवन मलाई दुई कुरा सिकायो। सपना देख्नु सजिलो छ, तर पूरा गर्न रगत पसिना बगाउनु पर्छ। माया टाढै भए पनि हृदयले कहिल्यै छुट्दैन। साथीहरू धेरै भेटिए, धेरै छुटे। कसैको देश फर्किने कथा हर्षित थियो, कसैको शवको बाकस नयाँ यात्रामा फर्किएको थियो। म त्यो दृश्य देख्दा मन टुट्थ्यो, तर आफैलाई सम्झाउँथे, म फर्किने छु जिउँदो, आमा बुबाको आशीर्वाद बोकेर। आजभोलि निन्द्रामा गाउँको चित्र आउँछ। आँगनमा आमाले भात पस्किरहनु भएको, बुबा ढोकामा हाँसिरहनु भएको, म बालक जस्तै दौडन्दै उनीहरूको काखमा पसेको। त्यो सपना मेरो जीवनको सबैभन्दा ठूलो खजाना हो। तर वास्तविकता अझै कठोर छ। काम सकिँदैन, पसिना थामिँदैन, थकान कम हुँदैन, तर सपना भने झन्झन बलियो बन्छ। म सोच्दछु, एक दिन जब म घर फर्किन्छु, यो परदेशका सबै आँसु मेरो मुस्कानमा बदलिनेछन्। आमा रोइरहनु हुनेछिन्, तर त्यो खुसीको आँसु हुनेछ। बुबा गर्वले टाउको उचाल्नु हुनेछ। परदेशको अर्थ अब मलाई प्रष्ट छ। यो एउटा परीक्षा हो। जसले धैर्य देखायो उसले आफ्नो सपना पूरा गर्छ, तर जसले हार मान्यो उहाँको सपना अधुरो रहन्छ। म आज पनि त्यो फर्कने दिनको प्रतीक्षामा छु। मनमा हजारौं पीडा भए पनि एउटै आशाले बाँचेको छु, आमाको ओठमा फेरि मुस्कान ल्याउने। यदि यो भिडियोले तपाईलाई केही सिकाउन मद्दत गर्यो वा मन छोयो भने कृपया भिडियोलाई लाइक गर्नुहोस्। हाम्रो प्रयासलाई प्रोत्साहन दिनको लागि एउटा छोटो कमेन्ट गर्नुहोस् र आफ्ना साथीभाइ तथा दिदीबहिनीसँग शेयर गर्नुहोस्। यस्तै उपयोगी भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र नयाँ भिडियोहरूको सूचना पाउन बेल आइकन थिच्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद। लभ यु अल।